साथनेर फा गऱ्यो भने भागा त्यस्तो खासै भारी त छैन, हल्कै छ। जङ्गलमा चाहिँ खतरा आगो लागेको छ है, कस्तो देखाएको छ है पुरै के। सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइज बजे भर्खरै उठेको, अहिले 9 बजे 8-9 बजी होइन। अनि उठ्नु बित्तिकै मुखसुख धोएर बसेको। अनि यहाँ पानी यता आयो, कलको पानी यता गएर यहाँ जमेछ कि, अनि यतातिर चाहिँ यतातिर खाल्टो खनेर यत्रो पारिदिनु पर्यो भने सोचिरहेको छु। हिलो हुन्छ क्याचर हुन्छ, त्यही भएर केराको बोट पनि फल्ने बेला भएकै छैन खोइ, यत्रो भइसक्यो केराको। सो अनि दारी सारी काटिदिनु पर्ला है भनेको, किन खासर गरिराखेको गोचिरहेको। काट्यो सो गाइज खाल्टो खनेर सक्यो होइन, कसैमा लोदा छ यहाँ यस्तो खाल्टो खनेर। अनि यता पानी जानी बनाइदिएको यता सर होइन, अनि खाल्टो खनेर पानी सानी बनाइदिएको। जस दामी छ, अब चाहिँ यो भयो भने टेन्सन हुँदैन कि उतापट्टि केचर हिलो भइरहेको, त्यति बेसी यही ठाउँमा हुन्छ पानी, जति जमिन्छ यहीँ जमिन्छ कि। अनि यहाँनिर चाहिँ हाम्रो काठ यहाँ फुल्या रहेछ होइन, दामी फुल फल्या रहेछ। अनि फुल्दैछ, यो चाहिँ फुल्या छैन, यो कागतीको बोट चाहिँ ऊ त्यो परको चाहिँ त्यहाँनिर चाहिँ दामी दाना लगाइदिएको थिएँ मैले। सो अनि यहाँ ड्रागन फ्रुट रहेछ कि, खोइ त्यही भन्छ यत्रो हो कि नि। लसुन बारीमा ल्याएर रोप्दैछ आमाले, लसुन बारी बिचमा ल्याएर रोप्दैछ। सो गाइज दारीले चाहिँ खस घोच्ने कि घोचेको धेरै, मलाई खासै पाल्नु मन लाग्दैन होइन। म त पाल्दैन, म त्यति पाल्दैन। योपालि चाहिँ अलिक पाल्नु कि भनेको, खै खासै राम्रो लागेन होइन, अब काटिदिनु पऱ्यो भनेको होइन। सो गाइज दारी सारी काटिस होइन। सो कस्तो देखाएको छ कमेन्ट गर्नु होला होइन। तर पालेको भन्दा होइन नपालेको दामी देख्छ, तर अलिक बच्चा जस्तो देख्छ होइन। अनि बनमारा काट्नु जाने भनेको त्यहाँनिर टाटी लगाउनलाई। सो बनमारा काट्नु जाने कि हामी चाहिँ यहाँनिर टाटी लगाउनलाई, यहाँनिर यतापट्टि टाटी लगाउनलाई ताटी यहाँ पानी छिर्सक्यो धानको लागि होइन। हाम्रो यहाँ पुरै भरिन्छ अझै, पुरै धान छ यहाँनिर। अनि यही उयसको बेला के असार साउनको बेला होइन, पानी खतरा आउँछ नि त, पानी आउँदाखेरि बाछिटा ल्याउँछ भनेर होइन। यतापट्टि घेरदिनु पर्छ राम्रो ताले, सबै मैले बनाएको होइन, घेरघाट गरेको। सो घेरदिनु पर्छ। अनि अस्ति यहाँनिर यो भाँचेको थियो नि, भाँचिँदाखेरि मैले बढाएर बनाएको। अनि त यतापट्टि यो चाहिँ अम्बाको बोट हाल्दैछ यतै। हाम्रो बुवा चाहिँ यता घर बनाउने भनेको छ, मैले चाहिँ पर्दैन घर बनाउन, खासै जरुरत छैन भनेको, बनाउने गरेछ। यो चाहिँ हाम्रो दाइ घर हो, मान्छे सान्छे गए पनि बस्दैन, यहाँ छोडेर गइसकेको छ सबैजना। चप बनाएको रे के भन्दा अलिक मजाले पकाउनु, तेलै छैन खोइ। तलको राम्रो भयो यो पछि बनाएको, त्यो तेल नपुगेर हो कि फुट्यो हो कि, तेल हाल्नु अलि, तेलै थोरै हाले अन्त अनि गाह्रो पर्नु त। अहिले यहाँनिर चाहिँ त्यो राति बाजेको लागि, यो चाहिँ राति शङ्ख बजाउने आउँछ नि, त्यही बाजेको लागि होइन। रातिमा चाहिँ कति लगभग 12-1 बजेको थियो होला, ठ्याक 1-1:30 बजेको थियो होला। ढक्क बाजे आएर होइन, शङ्ख म त सुतेर मोबाइल चाहिँ चलाइरहेको थिएँ, अन्त स्वाङ गरेर शङ्ख बजाएँ। म त एकचोटि बजाए त सिरिङ्ग भइरहे। अनि त्यसपछि फेरि 2-3चोटि बजाएँ, कुकुर बोके आएर कुकुरहरू त टाप पछाडि भाग्यो होइन। अनि 2-3चोटि बजाएँ आएर मम्मी पनि माथिबाट अनि उठेको थिएँ। मैले चाहिँ फर्स्ट टाइम होइन, 2चोटि सुने होला होइन, तर बच्चा पनि खुब बजाउँथ्यो भने हाम्रो थाहा नै हुन्थेन। अहिले 2चोटि भयो सुन्यो कि, पहिला वर्ष सुनेको थिएँ, यसपालि नि सुनेँ।
अब अहिले एकछिनतिर बाजे आउँछ होला लगभग सबैजना उठाउँदै सबै घर उठाउँछ। त्यही बनमारा काट्न जानुपर्ने छ। बनमारा अब एकछिनमा खानसाना खाएर हामी जान्छौँ होला बनमारा सरुवा काट्नलाई। सो गाइस सबैले भनिरहेको थियो कि डेली भ्लगर होइन। तर डेली भ्लग गर्न नि होइन के लाग्छ नि टाइम होइन। अब हाम्रो त फोनबाट एडिट गर्नुपर्छ, फोनबाट सबै गर्नुपर्छ। त्यो माथि मेरो झन् अलि मैले 4K भिडियो सुट गर्छु कि अनि 4K मा गर्दाखेरि मेरो अपलोड हुने टाइम लाग्छ 3 दिन 4 दिन कहिले 2 दिन लाग्दैछ टाइम अपलोड हुने। अब मैले नि एउटा भिडियो अहिले भिडियो अपलोड गरिरहेको छु होइन। त्यो भिडियो अपलोड पनि लगभग नगरे पनि हिजो आज 2 दिन भइसक्यो। अब अझै पनि तिनी भएन जम्मा 5% भयो होला। 2-3 दिन त भिडियो अपलोड हुने लाग्छ कि। त्यही हो अब चाहिँ खाना खान लागेको गाइज अनि खानासाना खाएर म चाहिँ बनमारा काट्न जानला। सो हामी चाहिँ यता जङ्गलतिर हिँडिरहेछ। हाम्रो गाउँ पिच रोड भइसकेको छ। हाम्रो बुवा यता काम गर्ने ठाउँ यो नर्सरी पुरै हाम्रो बुवा यहाँनिर 3 जना छ काम गर्छ। हाम्रो बुवा यहाँनिर हिरालु, हाम्रो बहिनी र मम्मी। हामी यता बनमारा काट्न आएको यो जङ्गलतिर होइन। पुरानो यता नर्सरी घारी थियो सबै काटेर खत्तम पारिसक्यो। यहाँ क्या दामी फुल फलेको थियो नि। पर नि फुलेको छ भुइँमा कस्तो दामी फुल फल्यो। हामी चाहिँ बुवालाई खोजिआएको। बुवाले यता बनमारा कता देखाएको छ अरे भन्थ्यो नि। गिर्दै हाम्रो बुवाहरू चाहिँ पर अगाडि गएको होला कि अनि त्यही अगाडि जान्छ। त्यहीँनिर यतिखेर अब चाहिँ पानी पऱ्यो भने 1-2 चोटि पऱ्यो नि सबै हरियो भएर आउँछ। अब यतापट्टि नि नयाँ नर्सरी राख्ने भन्ने सुने होइन। नयाँ नर्सरी राख्ने यता मान्छे हेरालु एकजना राख्ने रे महिनाको 15,000 छ क्या हाम्रो बुवाहरूलाई होइन। हामी चाहिँ यहाँभित्र तारभित्र छिरिसकेको छ। यहाँनिर बस्थ्यो क्या 2 जना मान्छे बस्थ्यो यहाँनिर हाम्रै गाउँको थियो। अनि त्यहीहरूले पहिला रोपेको सफेदाको बोट, यो बोट सफेदाको बोट, यहाँ आँपको बोट छ, यहाँ बाँसको बोट। गर्मी भइसक्यो मलाई चाहिँ अहिले नै होइन। अनि खतरा सिमलको बोट चाहिँ ठुलो छ। यहाँनिर चाहिँ हामी लस्सा टिप्न आउँथ्यो कि सिमलको लस्सा टिपेर होइन बेच्न भने आउँथ्यो। तर कहिले नपुग्ने कि यति जम्मा हुने त्यो सुक्नुपर्ने। काँचो भयो भने थोरै आउने, सुकेको भयो भने धेरै आउँथ्यो। सुक्दा यति हुने। अनि यहाँ यस्तो छ यहाँनिर पहिला यस्तो घारी थियो होइन। मान्छेको लगभग नलगायो नि कति 70-80 जना जति मान्छे लगाएर झाला फाड्न आएको। पुरै यहाँनिर त त्यो उयो हुन्छ नि त्यो के अरे जग्गाको लागि जग्गा फ्रीमा दिएको छु के अरे जति लिन सक्छ लि भने जस्तो पुरै फाँडेर हाम्रो बहिनी नि गएको थियो। 2-4 दिन गएको थियो। 2-4 दिन गएर हाम्रो बहिनीले नि कमाएको थियो। 400 रुपियाँ दिनको दिन्थ्यो अरे कति 27-28 जति कमाएको थियो हाम्रो बहिनीले नि। यहाँनिर पहिला एकचोटि मेला लागेको थियो बच्चा हुँदा हामी यहाँनिर। कसैले लाग्दैन है साइकल। हाम्रो मम्मीलाई साइकलकै टेन्सन छ। सो गाइस बनमारा चाहिँ राम्रो छैन यहाँनिर अहिले। खालि इत्रु चाहिँ बनमारा नि भएको छ राम्रो छैन यहाँनिर चाहिँ अलिकति राम्रो। एउटा दुईवटा छ। पहिला जस्तो बनमारा राम्रो छैन कि अहिले कत्रो हुन्थ्यो पहिला बनमारा त अहिले छैन। अहिलेको लागि भिटामिन नपुगेको जस्तो। इधर दोनों तो आग भी होती है। यहाँ चाहिँ राम्रो विचार बनमारा के भन्नु है। त्यही भएर त मैले यस्तो कपडा नलाएर बिचको प्यान्ट लगाएर छैन यसमा लाग्दैन लाटा। सो गाइज काटेर सकिसकेको छ बनमारा।
अहिले चाहिँ यहाँनिर यति छ बनमारा अनि उहाँ पर पनि राखेको छ त्यहाँ पनि राखेको छ अनि हाम्रो बुवा र अङ्कल यताबाट गइसकेको छ खाना खानालाई यताबाट बुवालाई गइसकेको छ अनि यहाँनिर चाहिँ अलिकति बुवाले खोजेर राखेको दाउरा यहाँनिर चाहिँ हामीलाई चाहिँ के है सियो के अरे यसको 37 सालको इसी छ टाटी बाँध्न त पुग्छ होला यतिले यत्रो छँदैछ त्यहाँ बाँध्न त खपी टार्दैछ म मेरो चाहिँ त गेटबाट जानु भन्दैछु अझै यताबाट गएर बोझ बाँधेर अनि यता जानुपर्ने त्यस्तो खासै भारी त छैन हल्कै छ त्यस्तो केही भारी सारी छैन साइकल हामीले यहीँ राखेको साइकलमा त्यही छ हाम्रो बुढो साइकल मैले साइकललाई बाँधिसकेको छु अहिले मेरो साइकलमा यत्रो बोझा छ खतरा पसिना आएको छ यहाँ अहिले चाहिँ अनि हाम्रो मम्मी र बहिनी चाहिँ उहाँ परबाट यता निस्किँदैछ म चाहिँ यता बोझा बाँधेर हिँडेको अब अब घरमा पुगिसकेपछि भेट्नुपर्छ सो गाइज हाम्रो एउटा यहाँ कल छ अनि एउटा पर पछाडि पनि अर्को कल छ दुईवटा कल छ नि त हाम्रो अनि दुईवटाको चाहिँ यता मोटर सटर फिट गरेर चाहिँ दाइ आउँदैन नि त यतापट्टि यो रामदाई घरको हो कि यहाँ दाइ छैन दाइहरू छैन कोही पनि अनि त्यही कारणले गर्दा यसमा एउटा मोटर फिट गरिदिएको छ हामी चाहिँ यता पानी सानी खानालाई हाम्रो मम्मीले यता हाम्रो यता रक्सी पार्छ नि त गाइज यता हाम्रो रक्सी पार्ने ठाउँ भन्दा अड्डा यो डिब्बामा कटे होला यहाँ रक्सी पार्ने यहाँभित्र रक्सी बस्ने ठाउँ यो भन्छ यसबाट भित्रै तलबाट पसिना चुहेर गएर त्यहाँ रक्सी बन्ने हो अनि यहाँ कट छ यो कट चाहिँ अब यो रक्सी पारिसकेको कट होला अनि यो कटलाई अब लगेर उयो गर्छ के अरे मैसिला खानदानी हुन्छ बाख्रालाई खानदानी हुन्छ जेलाई खानदानी हुन्छ तर बिहान मैसिला चाहिँ खानु हुँदैन अरे सो लोड गर्नु भयो कि होइन खतरा गर्नु भयो त्यहाँबाट यति अब मोटा खान त खतरा भने पहिला लगाउ नभए नि 60 किलो हुने मान्छे अहिले 70-71 किलो पुगिसक्यो अनि खतरा अझै पेट खतरा बढाएको थियो अझै बल 2-4 दिन खेल्यो देखिबाट घटाएको दुब्ला छ त्यस मेन्टेनमा छु सो त्यहाँ हिजो चाहिँ हामी त्यो बनमारसँग ल्याएर टाटी साटी गरिदिनु भनेको भएन त्यहाँनिर टाटी साटी लाउनु भनेको बिहानै उठेर घाँस काट्नु गयो घाँस काटेर आएको त अहिले अब घर पर्सि 18 गते रुद्री पूजा लाउने रे अब पर्सि रुद्री पूजा लगाउने रे अनि लगाउने भनेपछि अनि त्यसको लागि सफाको पत्ता काट्नलाई म हिरा अभिषेक जानलाई पछाडि छ होइन 2-3 जना चाहिँ सो गाइस अहिले चाहिँ हामी यहाँ गिर्दालाई पनि उठाएर ल्याइसक्यो हामीले चाहिँ अनि यहाँनिर अब साथी बढाउनु पऱ्यो नि त होइन जङ्गलमा जाने बेला अनि 2 जना त्यो अभिषेक र हिरा चाहिँ अगाडि गइसक्यो अनि गिर्दालाई पनि उठाएर लिएर यहाँनिर कपाल काटेर आयो नि ठिक छ नि त गाइज होइन कपाल काटेको मुलेट काटेको मेरो कटाइ यस्तै हुन्छ होइन मम्मीले जतिखेर नि जहिले पनि होइन त्यो खालि घोप्टे कट काट्यो भने गर्छ होइन त्यो मलाई यस्तै ठिक लाग्छ अनि त्यो खै स्लो हान्यो भने नि अलिक कस्तो लाग्छ कि होइन नसुवा जस्तो लाग्छ अनि कपाल पाल्यो अलि ठिकै जस्तो देख्छ कि जङ्गलमा चाहिँ खतरा आगो लागेको छ धुवा छ गरी महिना लगाएर हो कि के हो नि खतरा धुवा लागेको हामी चाहिँ अहिले होइन बलुवा गाउँ आइसक्यो यता बलुवा गाउँ छ जङ्गल छ बलुवा त्यसपछि हामी चोचा 2टा गाउँ कटेर जानुपर्ने छ त्यसपछि जङ्गलमा उता गयो त्यता चोचामा चाहिँ लोद काम गरिरहेको त्यहाँनिर होइन पहिला घरसर बनाउँथ्यो हामीले मिस्त्री अन्त मिस्त्री हामी होइन सबै चाहिँ हामी चाहिँ यहाँ चोचा गाउँ आइसक्यो जङ्गलमा आइसक्यो दामी देखाएको छ अहिले जङ्गल चाहिँ पुरै त्यो जापानमा हुन्छ नि जापानमा त्यस्तै खतरा देखाएको छ होइन गाइस कस्तो देखाएको छ है पुरै के पत्ता के खतरा यस्तै पत्ता साइकल हाक्दा साट्नेर फा गऱ्यो भने भाका खतरा देखाएको छ होइन पुरै सबै गरेर एक किस लगेर बेच्नु पायो भने त कसम भने होइन पैसा ही पैसा होगा धनी हुन्छ के धनी त के हुनु होइन अलिअलि पैसा चाहिँ आइन्थ्यो तर बेच्नु पायो भने खतरा हुन्थ्यो कि होइन सो गाइस खतरा पत्ता झरिदिएर होइन आम्मामा यो त पुरै के त्यो
जापानमा हो कि कोरियन फिल्महरुमा हुन्छ नि पुरै टप माथिबाट टप्पबाट हो क्या त्यो माथिबाट पटाप पुरै सरर झरी आउँछ नि त्यस्तो दामी भ्यू आछ हैन तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पे क्या लबे सीरी सा लग रहा है दिल गार्डन गार्डन ठ्याक कस्तोमा अङ्गालो मारेर गर्लफ्रेन्डलाई सरर घुमाएर हैन पुरै फोटो खिच्नु पाए नि त आहा के गर्नु छैन पो गाह्रो छ मैरा गाउँ जाने यहाँबाट त्यहाँ जाँदा जाँदा साइकल हाँक्दा हाँक्दा त लोत गाह्रो हुन्छ पत्ता नि के पाउला र यस्तो भर्खर भर्खर त नयाँ नयाँ पाउलाको बोटहरू छ हामी पुरानो खोज्दै हिँडेको पत्ता भर्खर त हरियो हरियो भेटेपछि होइन एउटा बोट भेटेको थियो अनि त्योभन्दा राम्रो अलि छ कि उतातिर भनेर खोज्नु गएको त्यता राम्रो भेटेन यहाँ एउटा बोट छ यहाँनिर एउटा बोट छ यही बोटमा चाहिँ होइन यही बोटमा झार्नु पऱ्यो भनेको चढ्नु सक्ने कि नसक्ने पनि यो पनि चाहिँ एउटा त्यो पनि यो दुईटा तिनवटा झार्यो भने त हुन्छ पुग्छ नि मजाले भुइँतिर नि दामी हरियाली छ यहाँ छ एउटा यहाँ छ हिरा डन हाम्रो चाहिँ अभिषेक गिरे दाई अनि यहाँ चाहिँ म नसक्ला तिम्रो भिडियो भाइरल हुन्छ बस यति नि ल चढ्यो त्यसो चढ्नुपर्छ नि त्यो ठिक्क पटाएर यो जङ्गलको बाँदर हो काम नपरेर के ठटाएर बसेर माथि रुखमा चढेर यो झरिरहेको काम नपरे के हो यो खुल्लामा सो गाइज होइन यहाँ चढेर काटेको होइन अहिले यहाँ हिराले गर्दैछ त्यहाँनिर छिनाल्दैछ खतरा हल्लिने गाछी सानो गाछीमा चढेपछि होइन लिली बनाउने कि सो गाइज हामी चाहिँ अहिले होइन यहाँनिर सखुवाको पत्ता काटेर आइसक्यो होइन हाल्नु त मन त्यो सखुवाको टुना तर दिँदैन होइन के गर्नु तर दिँदैन नि अनि सखुवाको टुना हाल्नु दिँदैन न त हालेर लिएर नि सक्दैन नि त्यही सखुवा पत्ता काटेर हालिसक्यो गाइज होइन अब चाहिँ हामी घरतिर लाग्दियो अब टोलीहरू पनि पछाडि छ लोत प्यास लागिरहेको मलाई चाहिँ होइन अहिले अनि बजार पनि गएर कपाल काटेर आएको अनि त्यसपछि एकैचोटि यता आइपुग्यो घर फर्केन कि एकैचोटि सिधै यहाँ आइहाल्यो यतातिर लोत पटेच्याउ पाउँथ्यो कि यो यता यो गाडीतिर होइन हाम्रो गाउँको सबै यता पटेच्याउ सटेच्याउ टिप्नु आउँथ्यो यतै सखुवा पत्ताहरू टिप्ने हाम्रो मान्छेहरू यता आउने हो सो गाइस यहाँ अहिलेसम्म आगो लागिरहेको छ जङ्गलमा होइन यहाँ कस्तो आगो लागेको होइन यस्तो चाहिँ जङ्गलमा आगो नलाउनु पर्ने होइन जङ्गल पुरै खत्तम भइसक्यो हाम्रो यतातिर झन् दाउरा काटेर झन् खत्तम मान्छे त्यो काँचे बेच्ने हुन्छ धेरै दाउरा यता दाउरा सौरा बेचेर हुन्छ कसरी हुन्छ दाउरा बेच्ने सुकेकै काँचेकै सबै के खत्तम मान्छे सो गाइस म चाहिँ घर आइपुगेँ होइन घर आएको अहिले यहाँ साइकल चाहिँ लडाएर हाल्दै रहेछ साइकल लडाएर हाल्दै रहेछ अनि त्यहाँ मैले ल्याएको छु त्यहाँनिर सखुवाको पत्ता कोही घरमा कोही पनि छैन हाम्रो बुवा चाहिँ सुतिरहेको रहेछ यता पनि खाली छ सो भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला नहीं सोचिए मत सब्सक्राइब कीजिए